आदरणीय दर्शकवृन्द नमस्कार। आज पनि तपाईहरुको माझमा एउटा जानकारीमूलक भिडियो लिएर उपस्थित भइसकेको छु। कृपया भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेरेर सक्दो शेयर गर्नुहोला। आफ्नो आफन्तजन र आफ्नो साथीभाइसम्म यो भिडियो पुर्याउन मद्दत गर्नुहोला। मैले तपाईहरुको माझमा आज एउटा औषधिको बारेमा कुराकानी गर्नेछौँ। जुन औषधि मैले यो भन्दा पहिले पनि हजुरहरुको माझमा भिडियो धेरैचोटि पोस्ट गरिसकेको र धेरैजनाले एकदम खुसी व्यक्त पनि गर्दै हुनुहुन्थ्यो। र मैले कुन औषधिको बारेमा भन्नाले पत्थरीको बारेमा चाहिँ पत्थरीको औषधिको बारेमा म तपाईहरुलाई जानकारी दिन चाहन्छु। यो भन्दा अगाडि पनि मैले प्रत्यक्ष रूपमा पनि मैले धेरैजनालाई चाहिँ यो सिकाइसकेको थिएँ र उहाँहरु पनि पत्थरीबाट मुक्त भइसक्नु भएको छ। धेरै खुसी र भिडियो मार्फत पनि 2-3 जनाले चाहिँ एकदम हजुरलाई धेरै धेरै धन्यवाद भनेर भन्नुभएको थियो। उहाँहरूलाई पनि पत्थरीको बिरामी हुनुहुने रहेछ र उहाँहरू पनि यो पत्थरीबाट मुक्त हुनुभएछ मेरो भिडियो मार्फत। सो अरू कोही पत्थरीको यदि बिरामी हुनुहुन्छ भने पनि नआतेर घरमै बसेर घरेलु उपचार गरेर पनि पत्थरीबाट मुक्त हुन सकिन्छ। र यो हो हाम्रो नेपालमै पाइने जौ, जुन हाम्रो नेपालमा प्रशस्त मात्रामा जौको खेती गर्ने गरिन्छ। तपाईहरुले जहाँ पनि पाउन सक्नुहुन्छ। यो धेरै ठाउँमा हुन्छ। म अहिले थबाङमा छु। यो पछाडि तपाईहरुले देखिरहनु भएका ब्याकग्राउन्डहरु सब थबाङको एकदमै राम्रो ब्याकग्राउन्ड छ। थबाङ एकदमै रमाइलो ठाउँ रहेको छ। म यो थबाङमा बस्न लागेको करिब 2 महिना भइसक्यो। अझै पनि यो थबाङमा 1-1.5 महिना अझै मेरो बसाइएको छ। तपाईहरु पनि थबाङ घुम्न चाहनुहुन्छ भने आउनु होला। एकदमै रमाइलो ठाउँ रहेको छ है। जुन औषधि रहेको छ पत्थरीको र यो पत्थरीको औषधि भनेको हाम्रै नेपालमा प्रशस्त मात्रामा पाइने जौ हो र हाम्रो नेपालमा खेती पनि प्रशस्त मात्रामा गरिने गरिन्छ र जहाँ पनि तपाईहरुले पाउन सक्नुहुन्छ। र यो जौ चाहिँ पत्थरीको चाहिँ 1 नम्बर औषधि हो। त्यसैले मैले पनि जौ सेवनबाटै पत्थरीको शिकारबाट मुक्त भएको छु र मैले धेरैजनालाई पनि ठीक गराइसकेको छु। जौको औषधि मैले सिकाएको जतिजना पनि हुनुहुन्थ्यो उहाँहरू अहिले पत्थरीबाट मुक्त हुनुहुन्छ। त्यो कारणले गर्दाखेरि जौ चाहिँ कसरी सेवन गर्ने भनेपछि तपाईहरुले यो जौलाई हेर्नुहोला। यसरी यो जौ चाहिँ हाम्रो नेपालमा प्रशस्त मात्रामा खेती गरिन्छ। यदि राम्रोसँग चिन्न सक्नु भएन भने पनि तपाईहरुले यो हेर्नुहोला। यो जौ चाहिँ पहिले यस्तो हुन्छ। यो पाकेको छ भने यो चाहिँ हरियो जौ हो। यसरी खेती हुन्छ। लामो लामो झुस हुन्छ यसको र पाकिसकेपछि यस्तो हुन्छ। यो जौ चाहिँ पाकिसकेको हो र अब यो काट्ने भइसकेको छ। यही जौलाई चाहिँ काटेर अनि यसको दाना चाहिँ मजाले पिसेर अथवा प्रेस कुकरमा राम्रोसँग सिटी लगाएर चाहिँ एकदमै दाल पकाएको जस्तै पकाएर चाहिँ यसको झोल सेवन गर्दा पत्थरी चाहिँ फुटालेर फाल्दिन्छ र तपाईले धेरै पनि सेवन गर्नु पर्दैन। करिब 10-15 दिनसम्म तपाईले यो जौको पानी खानुभयो भने जस्तोसुकै पत्थरी पनि फाल्दिन्छ, हटिहाल्छ। चाहे पुरानो होस् चाहे नयाँ होस्। 10-12 वर्ष भइसकेको पत्थरहरू पनि तपाईले 10-12 वर्ष भइसकेको छ भने करिब 1 महिनासम्म चाहिँ सेवन गर्नुपर्छ। त्यो भन्दा कम छ जस्तै 2 वर्ष 3 वर्ष 5 वर्षसम्मकोलाई चाहिँ तपाईले 15 दिनदेखि 17-18 दिनसम्म सेवन गर्नुभयो भने पत्थरी हटिहाल्छ। त्यसैले यो पत्थरी चाहिँ अस्पतालमा चाहिँ कि त अपरेसनै गर्यो भने मात्रै हो, नत्र चाहिँ औषधि अस्पतालको औषधिले चाहिँ एउटा दबाउने काम मात्र गर्दछ। यो जरैदेखि चाहिँ पत्थरी फाल्ने काम गर्दैन। त्यसैले पत्थरीबाट मुक्त हुनुको लागि जरैबाट फाल्नुपर्छ। त्यसको लागि चाहिँ तपाईहरुले जौको पानी सेवन गर्नुहोला। जौको पानी सेवन गर्नुभयो भने अवश्य पनि पत्थरीबाट मुक्त हुनुहुन्छ। तपाईले यो भिडियो अन्तिमसम्म हेरिदिनु भयो र शेयर गरिदिनु भयो, त्यसको लागि तपाईलाई धेरै धेरै धन्यवाद। र फेरि पनि यस्तै जानकारीमूलक भिडियोहरू अवश्य पनि हजुरहरुको माझमा लिएर आउने प्रयास गर्ने नै छु। भिडियोलाई शेयर गर्नुहोला र च्यानललाई पनि सब्स्क्राइब गर्न नभुल्नुहोला। अहिलेलाई भने धन्यवाद। हस्त नमस्ते।